हेलो फ्युचर एग्रिकल्चरिस्ट, तपाईहरुलाई स्वागत छ यस च्यानलमा। आज हामी टप 50 एमसीक्यूज अफ कृषि लोकसेवा पढ्न गइरहेका छौं। तपाईहरुले देख्न सक्नुहुन्छ यी एमसीक्यूजहरु र तपाईहरुलाई यो एमसीक्यूजहरु कहाँ मिल्छ भन्नको लागि चाहिँ तपाईहरु सुरुमा लोकसेवा आयोग तयारी क्लास.com मा जानु होला। त्यसपछि तपाईहरु यो ब्लग भन्ने फिचरमा आउनुहुन्छ। यो फिचर आर्टिकलमा पनि तपाईहरुले देख्न सक्नुहुन्छ भने क्याटेगोरीजमा गएर तपाईहरुले एग्रिकल्चर लोकसेवा क्वेशन नेपालीमा क्लिक गर्नुभयो भने तपाईहरु डाइरेक्टली यो 50 वटा एमसीक्यूजहरु प्राप्त गर्न सफल हुनुहुन्छ। अब सुरु गरौं आजको भिडियो, जुन चाहिँ प्रदेश लोकसेवा आयोग संघ लोकसेवा आयोगको लागि धेरै इम्पोर्टेन्ट छ र अपकमिङ लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको लागि त झनै धेरै इम्पोर्टेन्ट छ है त। सुरु गरौं लोकसेवा आयोग प्रिपरेसनका 50 मोस्ट इम्पोर्टेन्ट क्वेशन्सहरु। हामीले चाहिँ यसमा एग्रोनोमी बाट चाहिँ 10 वटा क्वेशन्स, हर्टिकल्चरबाट 10 वटा क्वेशन्स, प्लान्ट प्याथोलोजीबाट 10 वटा क्वेशन्स र सोइल साइन्सबाट 10 वटा क्वेशन्स गरेर हामीले 50 वटा क्वेशन्स चाहिँ पुगाएको छौं। सुरु गरौं एग्रोनोमीका 10 वटा क्वेशन्स है। नेपाल's एग्रिकल्चर सेक्टर इज क्यारेक्टराइज्ड बाइ व्हिच अफ द फलोइङ फिचर्स भन्छ कि नेपालको कृषि निम्न हैन, नेपालको कृषि क्षेत्र निम्न मध्ये कुन विशेषताले चिनिन्छ भन्छ। अप्सन ए बी सी डी तपाईले देख्न सक्नुहुन्छ। यसको राइट आन्सर हो सब्सिस्टेन्स फार्मिङ विथ स्मल फ्र्यागमेन्टेड ल्यान्ड होल्स है। र हिन्ट हेर्नुहुन्छ भने नेपालको कृषि मुख्यतः निर्वाहमुखी छ। औसत खेतबारीको आकार 0.68 हेक्टर मात्र छ र जग्गा अत्याधिक खण्डित अवस्थामा छ। यसले व्यावसायिक कृषि विकासमा चुनौती सिर्जना गरेको छ है। प्रश्न नम्बर 2 तपाईले देख्न सक्नुहुन्छ। व्हाट इज द मेन रिजन फर द डिक्लाइन इन एग्रिकल्चर's शेयर अफ जीडीपी इन नेपाल भन्छ कि नेपालको जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्नुको मुख्य कारण के हो भन्छ। चारवटा अप्सन देखाइएको छ र यसको मेन कारण हो फास्टर ग्रोथ अफ इन्डस्ट्री एन्ड सर्भिस सेक्टर्स है। ल कृषि क्षेत्रको जीडीपीमा हिस्सा घट्नुको मुख्य कारण उद्योग र सेवा क्षेत्रको द्रुत वृद्धि हो है। उद्योग भन्दा पनि अझ सेवा क्षेत्रको चाहिँ वृद्धि हो, जसमा चाहिँ 60-61% चाहिँ छ है। तपाईलाई थाहा छ होला। र कृषि उत्पादन बढिरहे पनि अन्य क्षेत्रको वृद्धि तुलनात्मक रूपमा बढी भएकाले यो हिस्सा घटेको भन्न सकिन्छ। प्रश्न नम्बर 3 धेरै महत्त्वपूर्ण। व्हिच अफ द फलोइङ इज द मोस्ट इम्पोर्टेन्ट सिरियल क्रप इन नेपाल भन्छ है। नेपालको एकदम चाहिँ क्षेत्रफल र उत्पादनका दृष्टिकोणले सबैभन्दा महत्त्वपूर्ण अन्नबाली कुन हो भन्छ। तपाईले चारवटा अप्सन देखिसक्नुभयो। प्याडी राइस इज द करेक्ट एन्सर। यसको हिन्ट हेर्न चाहनुहुन्छ भने धान नेपालको प्रमुख अन्नबाली हो। यसले कुल नेपालको क्षेत्रको 15% र कुल जीडीपीमा 3.3% योगदान गर्दछ। नेपालको कुल खाद्यान्न उत्पादनको करिब 40% खाद्यान्न चाहिँ केले धानले चाहिँ ओगटेको छ है त। प्रश्न नम्बर 4 क्रपिङ इन्टेन्सिटी रिफर्स टु भन्छ। बाली तीव्रता चाहिँ भनेको के हो भन्न खोज्छ हैन। नम्बर अफ क्रप्स ग्रोन पर युनिट एरिया पर इयर हैन, टोटल एरिया अन्डर कल्टिभेसन, यील्ड पर हेक्टर और युज अफ फर्टिलाइजर्स पर हेक्टर है। यसको सही आन्सर हो हैन नम्बर अफ क्रप्स ग्रोन पर युनिट एरिया पर इयर भन्छ है। बाली तीव्रता भनेको एक वर्षमा प्रति इकाइ क्षेत्रफलमा उत्पादन गरिने बालीको संख्या हो। नेपालको बाली तीव्रता करिब हैन 18% रहेको छ। 1.81% रहेको छ। यसको अर्थ नेपालको कुल कृषि योग्य जमिनमा वार्षिक चाहिँ 1.81 पटक बाली लगाइन्छ है त। ल व्हिच अफ द फलोइङ इज नट अ मेजर क्रपिङ सिस्टम अफ नेपाल भन्छ। नेपालको प्रमुख बाली प्रणाली निम्नमध्ये कुन होइन भन्छ हैन। यो चाहिँ अप्सन नम्बर डी है। व्हिट सुगर क्यान सिस्टम चाहिँ होइन है। अरु सबै चाहिँ राइस व्हिट हो, राइस मेज हो, राइस पोटेटो चाहिँ हो है। र यसको हिन्ट तपाईले आफै पढ्न सक्नुहुन्छ। अब हामी जान्छौं क्वेशन नम्बर 6, दैट इज इन्टरक्रपिङ इज डिफाइन्ड एज है। अन्तरबाली भनेको के हो हैन। ग्रोइङ सिंगल क्रप अन द सेम ल्यान्ड हो कि अथवा ग्रोइङ टु अर मोर क्रप सिमिल्टेनियसली अन द सेम ल्यान्ड हो कि अथवा ग्रोइङ क्रप्स इन अल्टरनेट्स इयर्स हो कि अथवा ग्रोइङ क्रप्स विथ इरिगेसन होला भन्नुस् त। यसको सही आन्सर हो ग्रोइङ टु अर मोर क्रप सिमिल्टेनियसली अन द सेम ल्यान्ड है। एउटै ल्यान्डमा दुई या दुई भन्दा बढी क्रपहरु चाहिँ सँगसँगै लगाउने भनेको चाहिँ इन्टरक्रपिङ हो। अन्तरबाली भनेको एउटै जमिनमा एकैपटक दुई या दुई भन्दा बढी हैन बालीहरु उमार्नु हो। यसले जमिनको सदुपयोग, पोषक तत्वको सन्तुलित उपयोग र फसल बीमाको चाहिँ काम गर्दछ भन्छ कि। व्हिच अफ द फलोइङ फ्याक्टर्स डज नट अफेक्ट क्रप प्रोडक्सन भन्छ कि। बाली उत्पादनलाई निम्नमध्ये कुनले असर गर्दैन। सोइल टाइपले गर्छ कि नै सोच्नुस्, क्लाइमेटले गर्छ कि नै पक्कै गर्छ हैन, पोलिटिकल सिचुएसनले गर्छ कि नै र सीड क्वालिटी है। यसको सही आन्सर हो पोलिटिकल सिचुएसन। तर यो अप्सन मध्येको मध्ये चाहिँ यसको बेस्ट एन्सर पोलिटिकल सिचुएसन हो। नत्र राजनीतिक कुराले पनि त्यसलाई चाहिँ असर चाहिँ गर्न सक्छ है, एकदम बृहत रूपमा हेर्यौं भने है। र बाली उत्पादनले माटोको प्रकार, जलवायु, बिउको गुणस्तर, सिँचाइ, मल, कीट तथा रोगले प्रत्यक्ष असर गर्दछ। राजनीतिक अवस्थाले कृषि नीति र बजारले असर गरे पनि प्रत्यक्ष रूपमा चाहिँ बाली उत्पादनले गर्दैन, तर अप्रत्यक्ष रूपमा चाहिँ ब्रोड अप्रोचमा गर्छ है त। फेरि व्हिच अफ द फलोइङ इज एन एक्जाम्पल अफ खरीफ क्रप भन्छ कि है। व्हिट, मस्टर्ड, प्याडी र पोटेटो यो भनेको प्याडी राइस है तपाईले मिलाइहाल्नुभयो। खरीफ बाली भनेको चाहिँ वर्षा ऋतु असार भदौमा लगाइने बाली हो। धान, मकै, कपास, भटमास, उखु, तोरी खरीफ बाली हुन् हैन। गहुँ, जौ, गेराउ तरकारीहरु चाहिँ के हुन् त रबी हिउँदे बाली हुन् के है। व्हाट आर द 3 एसेन्शियल न्युट्रिएन्ट्स रिक्वायर्ड बाइ प्लान्ट्स इन लार्जेस्ट क्वान्टिटिज भन्छ। यो भनेको त अब एनपीके नै हो, तपाईलाई थाहा छ, नाइट्रोजन, फस्फोरस, पोटासियम हो है। यसको के एक्स्ट्रा हिन्ट चाहिँ तपाईले यहाँ पढ्न सक्नुहुन्छ।
वाट इज द सिड एक्ट अफ नेपाल प्राइमरीली कन्सर्न विथ भन्छ नेपालको बीज ऐन मुख्यतया केसँग सम्बन्धित छ भन्छ यो भनेको सिड क्वालिटीको प्रोडक्सन र डिस्ट्रिब्युसन है हैन क्यूपीडी भन्न सकिन्छ क्यूपीडी यो ठ्याक्कै यसरी हेर्नुस् यो क्यू अनि यो क्यूलाई चाहिँ उल्टो पार्नु भने पी हैन अनि यो पीलाई फेरि उल्टो पार्नु भने डी भन्छ है क्यू को चाहिँ तपाईको मिरर इमेज भनेको पी भन्छ हैन अनि पी को वाटर इमेज भनेपछि के भन्छ डी भन्छ त्यसैले क्यूपीडी है क्वालिटी प्रोडक्सन एन्ड डिस्ट्रिब्युसन भनेर याद गर्नु होला है म तपाईहरुलाई आईक्यू पढाउँदाखेरि पनि यो पढाइहाल्छु ल हेर्नुस् नेपालको बीज ऐन 2045 मा जारी भएको थियो र यो बिउको गुणस्तर उत्पादन प्रमाणीकरण आयात निर्यात र वितरणसँग सम्बन्धित छ यसले गुणस्तरीय बीजको उत्पादन र प्रयोगलाई चाहिँ प्रोत्साहन गर्छ भन्छ अब हामीले एग्रोनोमीको चाहिँ 10 वटा क्वेशन सकेपछि हामी हर्टिकल्चरको फेरि 10 वटा क्वेशनमा तर्फ चाहिँ लाग्छौं है त साइट्रस फ्रुट्स बिलोङ टु व्हिच बोटनिकल फ्यामिली भन्छ साइट्रस फलफुलहरु कुन वनस्पति परिवारमा पर्छन् भन्छ है यो भनेको चाहिँ रोजासेई सोलानेसी रुटासेई र अनाकार्डियेसी भन्छ हैन अब रुटासेई है सोलानेसी भनेको तपाईको चाहिँ आलु बालीहरु पर्यो है सिट्रस फलफुल भनेको यो अमिलो जातका फलफुलहरु जस्तै सुन्तला कागती नासपाती हैन अम्बा मौसमी हैन यो रुटासेई फ्यामिलीमा पर्छन् यस परिवारका बोट बिरुवाहरुमा विशेष हैन गन्धयुक्त तेल ग्रन्थिहरु पनि ओइल ग्ल्यान्ड्स भनेर पढ्नु होला नि त्यो पनि पर्छ है व्हाट इज द मेन मेथड अफ प्रोपागेसन अफ इन साइट्रस भन्छ कि साइट्रसको मुख्य प्रवर्धन विधि के हो भन्छ भेरी इजी क्वेशन यो त बर्डिङ हो गाँस्ने विधि नै त हो हैन साइट्रसको मुख्य प्रवर्धन विधि भनेको गाँस्ने विधि हो जसलाई चाहिँ बर्डिङ पनि भनिन्छ यस विधिमा राम्रो जातको साइट्रसको कोपिलाले अर्को बोटको चाहिँ टाकमा चाहिँ जोडिन्छ बीजबाट उत्पादन गरिएका सिट्रस बोटमा फलको गुणस्तर मूल बोट जस्तो हुँदैन भन्छ है व्हिच अफ द फलोइङ इज अ मेजर डिजिज अफ साइट्रस भन्छ कि साइट्रसको मेजर डिजिज के हो साइट्रस ग्रीनिङ हो तपाईलाई थाहा छ है र साइट्रस ग्रीनिङ जसलाई एचएलबी पनि भन्छ साइट्रसको सबैभन्दा विनाशकारी रोग हो यो साइट्रस साइला है साइट्रस सिला पनि भन्छ हैन डाइफोरिया साइट्रिनामा किराले सार्छ यस रोगले बोटको जरा सनाउँछ पातहरु पहेँलो बनाउँछ र फलको स्वाद कम गराउँछ हाल यो रोगको कुनै पनि उपचार छैन है त कोल क्रप्स सच एज काउलीफ्लावर एन्ड क्याबेज आर नोन एज भन्छ फूलकोपी र बन्दाकोपी जस्ता यो जुन कोल बालीहरु छन् यसको कुन विशेषताको लागि चिनिन्छ भन्छ कि है तपाईलाई थाहा होला यो सल्फर कम्पाउन्ड्स हो है र चाहिँ ग्लुकोसी नोलेट्स पनि भनिन्छ है यो चाहिँ यो जुन कुसिफेरी ब्रासिकेसी परिवार अन्तर्गत पर्छन् हैन यो सल्फर यौगिकको लागि चिनिन्छन् यी यौगिकहरुले हैन क्यान्सर विरोधी गुणहरु देखाउँछन् र तिनीहरुलाई विशेष गन्ध र स्वाद प्रदान गर्दछन् है अब क्वेशन नम्बर 15 भेरी भेरी इम्पोर्टेन्ट क्वेशन भन्छु मैले व्हिच अफ द फलोइङ इज अ क्लाइमेट्रिक फ्रुट भन्छ है तलका मध्ये कुन चाहिँ क्लाइमेट्रिक फल हो भन्छ साइट्रस ग्रेप बनाना स्ट्रबेरी 100% तपाईलाई थाहा छ बनाना इज अ क्लाइमेट्रिक फल है बनाना इज अ क्लाइमेट्रिक फल यसलाई चाहिँ नपाक्दै पनि अगाडि हामीले टिप्यौं भने पछि पनि पाक्न सक्छ र तपाईलाई याद होला हैन जस्तै यसको हिन्ट हेर्नु है क्लाइमेट्रिक फलहरु ती हुन् जसले पाक्ने क्रममा इथाइलिन ग्यास उत्पादन गर्छन् र पाकिसकेपछि पनि पाक्न सक्छन् के हैन जस्तै केरा स्याउ एभोकाडो हैन पपिता हैन यी चाहिँ क्लाइमेट्रिक हुन् हैन साइट्रस अंगुर यिनीहरु भनेको चाहिँ नन क्लाइमेट्रिक फ्रुट हो त्यही भएर हामीले चाहिँ अंगुर नपाक्दै टिप्यौं भने त कहिले पनि गुलियो हुन्न त चुकिलो रहिरहन्छ है ख्याल गर्नु होला व्हिच इज द आइडियल पीएच रेन्ज फर मोस्ट हर्टिकल्चर क्रप्स को लागि चाहिँ यो फलफुल बाली के भन्छ बागवानी हैन को लागि चाहिँ सबैभन्दा एप्रोप्रिएट पीएच के हो भन्छ 5.5 टु 6.5 हो तपाईलाई थाहा छ है अधिकांश बागवानी बालीहरु मध्यम अम्लीयदेखि तटस्थ तपाईको माटो है 5.5 देखि 6.5 मा चाहिँ राम्रो उत्पादन दिन्छन् यस पीएच दायरामा अधिकांश पोषक तत्वहरु बोटलाई उपलब्ध हुन्छन् हैन ब्लुबेरी जस्ता केही बालीहरुलाई अझ बढी अम्लीय माटो चाहिन्छ है ल भिडियोले अन्तिमसम्म हेर्नु होला किनभने धेरै इम्पोर्टेन्ट क्वेशन छ यो चाहिँ अपकमिङ लुम्बिनी र सुदूरपश्चिम लगायत अन्य सम्पूर्ण प्रदेशका एक्जाम र आउने 83 साल 84 सालको भ्याकेन्सीमा समेत सोध्न सक्ने इम्पोर्टेन्ट क्वेशनहरु छन् है त क्वेशन नम्बर 17 व्हिच टाइप अफ फ्लावर डज म्याङ्गो प्रोड्युस भन्छ है आँपले कस्तो प्रकारको फूल उत्पादन गर्छ भन्छ परफेक्ट हो कि इम्परफेक्ट हो कि अनि परफेक्ट र इम्परफेक्ट दुवै हो अथवा चाहिँ नो फ्लावर्स हो भन्छ कि है यसको राइट आन्सर भनेको चाहिँ बोथ परफेक्ट एन्ड इम्परफेक्ट है दुवै उभयलिङ्गी र एकलिङ्गी भन्छ कि आँपको बोटमा दुवै उभयलिङ्गी र एकलिङ्गी फूलहरु हुन्छन् उभयलिङ्गी फूलमा चाहिँ फूलमा नै फल लाग्ने क्षमता हुन्छ कि उभयलिङ्गीमा है तापक्रम हैन जुन यो चाहिँ टेम्परेचर आर्द्रता अर्थात ह्युमिडिटी पोषक तत्व न्युट्रिएन्टले चाहिँ फूलको अनुपातले असर गर्दछ भन्छ पोटेटो इज के हो त रुट क्रप ट्युबर स्टिम र रुट हैन रुट भन्छ फेरि डबल राखेको अप्सन ट्युबर क्रप है तपाईलाई थाहा छ नि सरी स्टिम ट्युबर हैन आलु बस्तामा परिमार्जित तना भन्छ कि स्टिम ट्युबहरु जरा होइन यसको आँखा आइमा चाहिँ कोपिलाहरु नोड्सहरु हुन्छन् जसले यो तना हो भन्ने प्रमाणित गर्दछ र यो सोलानेसी परिवारको एक बाली हो है
सोलानम ट्युबेरसम भन्छ नि त विच अफ द फलोइङ इज नट अ फ्रुट टाइप अफ फ्रुट क्लासिफिकेसन बेस्ड अन मोर्फोलोजी भन्छ कि निम्नमध्ये कुन फलको वर्गीकरण हैन आकारी कि हैन मोर्फोलोजीमा आधारित छैन भन्छ हैन सिम्पल फ्रुट एग्रिगेट मल्टिपल र ट्रोपिकल भन्छ ट्रोपिकल चाहिँ यो चाहिँ केमा भन्छ मोर्फोलोजीमा आधारित छैन यो त भनेको त क्लाइमेटको चाहिँ यो रेन्जको आधारमा भयो नि त हैन ट्रोपिकल सब ट्रोपिकल अल्पाइन यस्तो भन्छ नि त यो त हैन र जियोग्राफिकल डिस्ट्रिब्युसन जस्तो भयो कि हैन फलको आकार कि मोर्फोलोजीको आधारमा तीन प्रकारको हुन्छ सिम्पल एग्रिगेट र हैन र मल्टिपल हुन्छ है हर्टिकल्चर इज द साइन्स अफ के हो त भन्नुस् त हर्टिकल्चर भनेको त ग्रोइङ फ्रुट्स भेजिटेबल फ्लावर्स एन्ड अर्नामेन्टल प्लान्ट्स हो कि होइन हो नि हैन त्यही हो है यसको हिन्ट तपाईले हेर्नु पर्दैन आफै हेर्नु होला ल अब प्लान्ट प्याथोलोजीका टप 10 क्वेशन्सहरु के छन् त भन्दाखेरि चाहिँ लेट ब्लाइट इज अ मेजर डिज अफ व्हिच क्रप पोटेटो है जस्तै फाइटोफोरा इन्फेस्टेन्सले गर्दाखेरि चाहिँ यो लाग्ने एउटा विनाशकारी रोग हो जुन चाहिँ 1840 को दशकमा आयरल्यान्डमा चाहिँ हैन महाकाल निम्ति आएको थियो है तपाईलाई थाहा छ नि चिसोमा पनि फैलिन्छ नि यो रोग थाहा छ नि चिसो र ओसिलो ठाउँमा चाहिँ फैलिन्छ है What is the causal organism of बकाने डिजिज इन राइस भन्छ यो धानको मरुवा रोग भन्छ हैन यसको मुख्य कारक तत्व कुन भन्छ हामी युट्युबमा भिडियोमा हेर्नु होला धानका रोगहरु सम्पूर्ण रोगहरु हामीले अपलोड गरिसकेका छौं हेर्नु होला है यो भनेको फंगस हो धानको मरुवा रोग जसलाई चाहिँ फ्युजारियम फुजिकुरोई भन्छ है फर्मली फ्युजारियम चाहिँ मोनोलिफर्मी पनि नामकले पनि यसले चाहिँ हैन फंगसले गराउँछ यसले बिरुवालाई चाहिँ अस्वाभाविक रूपमा अग्लो बनाउँछ कि फूल बिरुवा र पछि सुकाउँछ यो रोग बीजबाट सर्ने भएकाले प्रमाणित बीजको प्रयोग चाहिँ सर्टिफाइड सीडको चाहिँ प्रयोग गर्नु होला भन्छ ब्लास्ट डिजिज इज इन राइस इज कज्ड बाइ पाइरिकुलरी ओराइजियो हो है पाइरिकुलरी ओराइजियोले चाहिँ के गराउँछ भन्दाखेरि चाहिँ ब्लास्ट डिजिज गराउँछ यसको साइन्टिफिक नेम हेर्नुहुन्छ भने तपाईको हैन तपाईको पोजिटिभ एजेन्ट जुन फंगस हो त्यसलाई हेर्नुहुन्छ भने हैन म्याग्नापोर्थी ओराइजी भन्छ है ख्याल गर्नु होला विश्वभर धानको एकदम गम्भीर रोग हो यो र ब्याक्टेरियल ब्लाइट अफ राइस इज कज्ड बाइ भन्छ है यो भनेको ज्यान्थोमोनस ओराइजी हो है ज्यान्थोमोनस ओराइजी हो यो ज्यान्थोमोनस अन्बित्तिकै यो चाहिँ टर्म ब्याक्टेरियलमा चाहिँ जान्छ ख्याल गर्नु होला त्यसपछि which of the following is a viral disease of plants भन्छ है भाइरल डिजिज अफ प्लान्ट्स भनेको के हो भन्दाखेरि टोब्याको मोजाइक भाइरस टिएमबी भाइरस भनेर पढ्नु होला त्यो हो यसको तपाईको हिन्टहरु सर हेर्नु होला नत्र भने मैले अघि तपाईलाई चाहिँ भनिसकेको छु तपाईले कहाँ गएर हेर्न सक्नुहुन्छ हैन तपाईलाई थाहा छ नि हैन लोक सेवा आयोग तयारी क्लासमा गएर चाहिँ तपाईहरुले यो क्वेशन्सहरुले मजाले हेर्न सक्नुहुन्छ है त अब क्लब रोट डिजिज अफेक्ट्स व्हिच ग्रुप अफ क्रप्स भन्छ के हैन क्लब रोटले कहिले पनि क्रुसिफेरी क्रप्सलाई चाहिँ अफेक्ट गर्ने हो है क्याबेजहरुमा काउलीफ्लावरहरुमा लाग्छ है तपाईलाई थाहा छ होला यसलाई चाहिँ प्लाज्मो डियोफोरा ब्रासिकै नामक एउटा चाहिँ प्रोटिस्टले चाहिँ गराउँछ थाहा छ नि तपाईहरुलाई हैन ब्रोकौलीहरुमा पनि लाग्छ व्हाट इज द मेन कज अफ पोस्ट हार्भेस्ट लसेस इन नेपाल हैन नेपालमा जुन पोस्ट हार्भेस्ट लसेसको मेन कारण के हो ल्याक अफ प्रोपर स्टोरेज एन्ड प्रोसेसिङ फ्यासिलिटिज हो कि एक्सेसिभ प्रोडक्सन हो कि यो त पक्कै पनि होइन हैन हाई मार्केट डिमान्ड्स हो कि अथवा गभर्नमेन्ट पोलिसिज भन्छ यो भनेको ल्याक अफ प्रोपर स्टोरेज एन्ड प्रोसेसिङ फ्यासिलिटिज हो कि हैन त्यही भएर चाहिँ नेपालमा चाहिँ एउटा कोल्ड स्टोरेजहरुको चाहिँ आवश्यकता छ भण्डारण प्रशोधन यातायातको अपर्याप्त भएको कारणले यस्तो भइराछ यो चाहिँ पूरा हुनुपर्छ भन्ने कुराहरु आइराख्छ नि हैन थाहा पाउनु होला व्हिच अफ द फलोइङ इज अ मेजर इन्सेक्ट पेस्ट अफ राइस भन्छ राइसको मेजर इन्सेक्ट पेस्ट कुन ल भन्नुस् त स्टेम बोरर हो नि हैन अफिड होइन व्हाइट फ्लाई हैन मिलिबग होइन है यो चाहिँ स्क्विगोफगा इन्सर्टुलास हैन जसलाई चिलो सुप्रेसालियस पनि भनिन्छ हैन सालिस पनि भनिन्छ हैन धानको सबैभन्दा महत्त्वपूर्ण किरा हो यसको लार्भा धानको डाँठभित्र पस्छ र बोटले भित्रैबाट क्षति पुर्याउँछ यसले चाहिँ सुक्खा अंगुर है डेड हार्ट र सेतो बाला व्हाइट हेड निम्त्याउँछ है व्हाट इज द प्रिन्सिपल अफ इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट भन्छ कि आईपीएम को सिद्धान्त के हो भन्छ यो भनेको त युज अल अवेलेबल पेस्ट कन्ट्रोल मेथड इन एन इन्टिग्रेटेड म्यानर हो कि हैन आईपीएम भनेको त कीट व्यवस्थापनका सबै उपलब्ध विधिहरु चाहिँ जैविक भौतिक हैन सांस्कृतिक रासायनिक सबैको चाहिँ एकीकृत प्रयोग गर्नुपर्छ हैन प्रिभेन्सन इज बेटर देन क्योर भन्ने सिद्धान्तमा चाहिँ आधारित रहेको हुन्छ भन्ने कुरा चाहिँ तपाईले थाहा पाउनुपर्छ यो थ्योरीमा पनि मिसाउनु होला यस्तो सिद्धान्तहरु व्हिच अफ द फलोइङ इज अ बेनिफिशियल इन्सेक्ट फर फार्मर्स भन्छ कि यो भनेको लेडी बर्ड बिटल तपाईलाई थाहा छ है तपाईलाई थाहा छ यो सबै थाहा छ लेडी बर्ड बिटल है यो जुन चाहिँ कोकेनेलिटियाई परिवार अन्तर्गत चाहिँ पर्छ यो एउटा लाभदायक किरा हो भन्ने तपाईलाई थाहा छ अनि अर्को थाहा होला तपाईले हैन जुन बेनिफिशियल किरा हो कि होइन भन्दाखेरि चाहिँ त्यसको चाहिँ जुन टिकटिक भन्छ त्यसको डट्सहरु गर्दाखेरि चाहिँ अड छ भने त्यो बेनिफिशियल हो इभन छ भने चाहिँ त्यो चाहिँ हार्मफुल किरा हो भनेर पनि हामीले त्यो स्टाइलले पनि पढेको थियौं तपाईले याद होला त्यो पनि ख्याल गर्नु होला अब एग्रिकल्चर एक्सटेन्सनको टप 10 क्वेशन्सहरु 31 टु 40 सम्म है व्हाट इज द मेन अब्जेक्टिभ अफ एग्रिकल्चर एक्सटेन्सन भन्छ कि कृषि विस्तार अथवा एग्रिकल्चर एक्सटेन्सनको मुख्य उद्देश्य के होला भन्नुस् त यो भनेको टीओटी हो ट्रान्सफर अफ टेक्नोलोजी
एन्ड नलेज है टिओटी के भनौँ नलेज एन्ड टेक्नोलोजीलाई चाहिँ ट्रान्सफर गर्ने फार्मर्समा किनभने एग्रिकल्चर एक्सटेन्सन भनेको चाहिँ ब्रिज हो बिट्विन द रिसर्च एन्ड फार्मर्स है थाहा पाउनुभयो होला यसको बारेमा हिन्ट मैले लेखिदिएको छु यो टक्क सर पढ्नुहोस् तपाईँलाई चाहिँ फाइदा हुन्छ फार्मर फिल्ड स्कुल एफएफएस इज बेस्ड अन विच प्रिन्सिपल यो कुन सिद्धान्तमा आधारित छ भन्नुहोस् त लेक्चर बेस्ड लर्निङ हो कि एक्सपेरिमेन्टल लर्निङ जुन पार्टिसिपेटरी एन्ड ह्यान्ड्स अन लर्निङ भन्छ अथवा चाहिँ अनलाइन लर्निङ ओन्ली अथवा चाहिँ टेक्स्ट बुक बेस्ड लर्निङ भन्छ यो भनेको एक्सपेरिमेन्टल लर्निङ हो पार्टिसिपेटरी एन्ड ह्यान्ड्स अन लर्निङ भन्छ एफएफएस प्रयोगात्मक र सहभागितामूलक सिकाइ हो कि यो एक्सपेरिमेन्टल लर्निङमा आधारित छ यसमा किसानहरूले समूहमा काम गर्छन् खेतमै गएर अवलोकन गर्छन् अब्जर्भ गर्छन् प्रयोग गर्छन् र विश्लेषण गर्छन् यो विधिमा किसानहरू आफैले समस्या पहिचान गरी समाधान निकाल्न सिक्छन् जस्तै उनीहरूको होइन आत्मविश्वास बढाउँछ है द ट्रेनिङ एन्ड भिजिट टिभी सिस्टम अफ एक्सटेन्सन वाज प्रमोटेड बाई होइन कसले प्रमोट गर्यो भने वर्ल्ड ब्याङ्क यसलाई म फेरि पनि भन्छु भिभिभी इम्पोर्टेन्ट है भिभिभिआई है यो क्वेसन ख्याल गर्नु होला वर्ल्ड ब्याङ्कको धेरैले चाहिँ यो युएनडिपी टिक्राको चाहिँ पाइएको छ रेकर्डमा ख्याल गर्नु होला है टिभी ट्रेनिङ एन्ड भिजिट कृषि विस्तारको परम्परागत मोडल हो जुन विश्व बैङ्कको सहयोगमा 1970को दशकमा विश्वका धेरै विकासोन्मुख होइन देशहरूमा लागू गरिएको थियो यस प्रणालीमा विस्तार कर्मीहरूले नियमित रूपमा किसानहरूलाई भेटेर प्रशिक्षण र प्राविधिक सहायता प्रदान गर्छन् वाट इज मिन्ड बाई बटम अप अप्रोच इन एग्रिकल्चर प्लानिङ भन्छ कि बटम अप अप्रोच भनेको कस्तो हो त भन्नुहोस् त यो भनेको त प्लानिङ इज डन होइन प्लानिङ डन विथ पार्टिसिपेसन इन फार्मर्स एन्ड लोकल कम्युनिटिज हो कि यो तलबाट चाहिँ माथि जाने प्रोसेस हो माथिबाट तल आउने प्रोसेस होइन है तलबाट माथि जाने प्रोसेसलाई बटम अप दृष्टिकोण भनेको किसान र स्थानीय समुदायको सहभागितामा योजना निर्माण गर्नु हो यसले स्थानीय आवश्यकता समस्या र प्राथमिकतालाई सम्बोधन गर्छ सङ्घीय संरचनाले स्थानीय सरकारलाई कृषि योजना र कार्यान्वयनमा बढी अधिकार दिएको भन्छ कि है विच अफ द फलोइङ इज एन मोडर्न आइसिटी टुल युज इन एग्रिकल्चरल एक्सटेन्सन भन्छ कि है कृषि विस्तारमा प्रयोग हुने आधुनिक आइसिटी उपकरण निम्नमध्ये कुन हो रेडियो हो टेलिभिजन हो मोबाइल एप्लिकेसन एन्ड अनलाइन प्लेटफर्म्स 100% यही हो नि होइन प्याम्पलेटको जमाना त अहिले गयो नि लगभग ख्याल गर्नु होला पढ्नु होला है What are the key challenges of agriculture extension in Nepal है नेपालको कृषि विस्तारका मुख्य चुनौतीहरू के हुन् भन्छ कि यो भनेको त ल्याक अफ एक्सटेन्सन वर्कर्स एन्ड इन्सफिसियन्ट आउटरिच हो है सरी है यो हेर्नु होला वाट इज द डिफरेन्स बिट्विन एक्सटेन्सन एन्ड रिसर्च भन्छ एक्सटेन्सन जुन विस्तार र अनुसन्धानको बिचमा के फरक छ भन्दाखेरि चाहिँ रिसर्च क्रिएट्स नलेज एक्सटेन्सन डिसेमिनेट्स द्याट नलेज होइन ख्याल गर्नुलाई रिसर्चले चाहिँ नलेज क्रिएट गर्ने हो रिसर्च क्रिएट्स इनोभेसन भनौँ र एक्सटेन्सन डिसेमिनेट्स होइन डिस्ट्रिब्युट्स द्याट नलेज द्याट इनोभेसन होइन जुन चाहिँ रिसर्चले क्रिएट गरेको कुरा रिसर्चले क्रिएट गरेको जुनसुकै कुरालाई पनि डिसेमिनेट विस्तार गरेर डिस्ट्रिब्युट गर्ने काम कसले गर्छ भन्दाखेरि एक्सटेन्सनले गर्छ कि देयरफोर एक्सटेन्सन इज अ ब्रिज बिट्विन रिसर्च एन्ड फार्मर्स फिल्ड पनि भन्छ ख्याल गर्नु होला इन द कन्टेक्स्ट अफ एग्रिकल्चरल एक्सटेन्सन वाट इज डिफ्युजन भन्छ डिफ्युजन भनेको के हो भन्दाखेरि चाहिँ यो इट इज अ प्रोसेस बाई विच न्यू आइडियाज टेक्नोलोजिज स्प्रेड एमङ फिचर्स भन्छ कि होइन कुनै पनि नयाँ प्रविधि अथवा विचार अथवा नलेज आयो भने त्यो चाहिँ किसानमा चाहिँ फैलाउने एउटा चाहिँ के हो त प्रक्रिया भनेको के हो त डिफ्युजन हो कि ख्याल गर्नु होला वाट इज द रोल अफ जेटी अथवा जेटिए इन नेपाल्स एग्रिकल्चर एक्सटेन्सन भन्छ यो भनेको फ्रन्टलाइन एक्सटेन्सन वर्कर्स विथ डाइरेक्टली इन्टरेक्ट विथ फार्मर्स हो कि होइन होइन जेटीहरूले चाहिँ फार्मरसँग डाइरेक्टली प्रत्यक्ष रूपमा इन्टरेक्ट गरेर चाहिँ एउटा चाहिँ विस्तार गर्ने चाहिँ व्यक्तित्वहरू चाहिँ हुन् तिनीहरू ख्याल गर्नुलाई तपाईँले जसले भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरू पनि पक्कै जेटी हुनुहुन्छ होला धेरै है तपाईँहरू चाहिँ के हो त फ्रन्टलाइन एक्सटेन्सन वर्कर्स हो कि एफइडब्ल्यू भन्छ नि फ्यू भन्छ कि एफइडब्ल्यू फ्यू पनि भन्छ कि सर्टकटमा हेर्नुहोस् त एफइडब्ल्यू होइन फ्रन्टलाइन एक्सटेन्सन वर्कर्स वाट इज द प्राइमरी गोल अफ द एग्रिकल्चर डेभलपमेन्ट स्ट्राटेजी एडिएस अफ नेपाल भन्छ होइन यो कृषि विकास रणनीतिको प्राथमिक लक्ष्य के हो भन्छ यो भनेको चाहिँ के भन्छ भन्दाखेरि चाहिँ एग्रिकल्चरल प्रोडक्टिभिटी चाहिँ बढाउनु हो क्या मेन भनेको अनि कमर्सियलाइजेसन बजारीकरण गर्नु पनि हो होइन तर मेन अब भन्दाखेरि चाहिँ यो प्रोडक्टिभिटी उत्पादकत्व चाहिँ वृद्धि गर्नु चाहिँ एडिएसको रणनीति हो ख्याल गर्नु एडिएसको रणनीतिमै गएर पढ्नु होला त यसको उद्देश्यमा चाहिँ लेखिएको छ है यो कृषि विकास रणनीति एडिएस नेपालको दीर्घकालीन कृषि नीति हो जसको प्राथमिक लक्ष्य कृषि उत्पादन र व्यवसायीकरण बढाउनु हो यसले 2072 देखि 92 सम्मको चाहिँ अवधिले समेट्छ र कृषि क्षेत्रलाई आधुनिकीकरण व्यवसायीकरण प्रतिस्पर्धी बनाउने लक्ष्य लिन्छ भन्छ अब सोइल साइन्सका अन्तिम 10 वटा प्रश्नहरू जुन धेरै धेरै महत्त्वपूर्ण छन् तपाईले मैले बारम्बार भनेको छु यो क्वेशन्सहरू फेरि पनि तपाईलाई चाहिएको छ भने मलाई कमेन्ट नगर्नु र डाइरेक्ट यो लोकसेवा आयोग तयारी क्लास.com मा गएर यसको ब्लग सेक्सनमा गएर क्याटेगोरिजको एग्रिकल्चर लोकसेवा क्वेशन नेपाली भन्ने सेक्सनमा गएर तपाईले हेर्न सक्नुहुन्छ साथसाथै तपाईले हरेक कुरा जस्तै युएनबाट तपाईले क्वेशन्सहरू सोध्छ भने तपाईको ती क्वेशन्सहरू चाहिँ यहाँ छन् हैन
धेरै क्वेसन्सहरु चाहिँ यहाँ छन् है, ख्याल गर्नु होला। र पब्लिक म्यानेजमेन्टको क्वेसन्स एन्सरहरु पनि हामीले चाहिँ 108 वटा क्वेसन्सहरु चाहिँ अपलोड गरेका छौं, हेर्नु होला है त। व्हाट इज सोइल टेक्सचर भन्छ, माटोको बनावट। सोइल टेक्सचर भनेको के हो भन्छ हैन, यो भनेको त रिलेटिभ पोर्सन अफ ल्यान्ड स्यान्ड सिल्ट एन्ड क्लेको पार्टिकल्स हो। स्यान्ड सिल्ट एन्ड क्लेको एउटा प्रोपोर्सन हो कि, ख्याल गर्नु होला। Which soil order is the most weathered soil found in Nepal भन्छ कि नेपालमा पाउने सबैभन्दा मौसमीकरण भएको माटो कुन हो भन्छ, अल्फी सोइल्स है, अल्फी सोइल्स। हिन्ट पढ्नुस्, अल्फी सोइल्स नेपालको सबैभन्दा पुरानो र सबैभन्दा बढी मौसमीकरण वेदरिङ भएको माटो हो। यो माटो मध्य र पूर्वी नेपालका पुराना टार्सहरुमा चाहिँ पाइन्छ है त। जस्तो तपाईले चाहिँ पढ्नुहुन्छ होला यो टारहरुको बट्टार खुमलटार भनेर पढ्नुहुन्छ होला जीकेमा पनि। अब तपाईले ख्याल गर्नु पर्यो खुमलटार पर्यो कि परेन, बट्टार पर्यो कि परेन, किन यो त मध्य र पूर्वी नेपाल भन्छ नि त, पश्चिमी नेपालतिरको टारमा चाहिँ पाइन्न है। फेरि ख्याल गर्नु होला, यसको pH चाहिँ कम हुन्छ हैन, बेस स्याचुरेसन कम हुन्छ। नेपालको सबैभन्दा पुरानो माटो जुन यो रुडुडाल्स हो, जुन यो पनि के हो त अल्फी सोइल्सकै उपसमूह हो कि है। अल्फी सोइलको चाहिँ के हो त यो उपसमूह हो है, सबसेट हो है, ख्याल गर्नु होला। अनि इन्सेप्टिभ सोइल्स आर इम्पोर्टेन्ट फर नेप्लिज फार्मर्स बिकाउज होइन, इन्सेप्टिभ सोइल्स नेपाली किसानको लागि महत्त्वपूर्ण छ। किन छ भन्दाखेरि चाहिँ दे आर सुइटेबल फर एग्रिकल्चर एन्ड कभर लार्ज एरियाज अफ नेपाल है। यो किसानको लागि कृषिको लागि पनि महत्त्वपूर्ण छ र यसले चाहिँ एरिया पनि धेरै एरिया फैलिएको छ कि यो चाहिँ है, थाहा पाउनु होला, ख्याल गर्नु होला। हिन्ट पढ्नु होला है, हिन्ट आफै पढ्नु होला, नत्र भिडियो एकदम लामो हुन्छ कि फेरि तपाईहरुले स्किप गर्न मन लाग्ला भनेर मैले चाहिँ हिन्टहरु पढिरहेको छु है। व्हिच सोइल टाइप इज कमनली फाउन्ड इन द तराई रिजन अफ नेपाल भन्छ, नेपालको तराई क्षेत्रमा सामान्यतया कुन प्रकारको माटो पाइन्छ, एलुभियल सोइल है। इजी, यो त एकदम इजी, मोस्ट रिपिटेड क्वेशन्स हो यो। What is the ideal soil pH range for most crops भन्छ 6 to 7.5 हैन, किनभने यहाँ चाहिँ अधिकांश न्युट्रिएन्टहरु चाहिँ यतिमै प्लान्टले लिन सक्छ, अवेलेबल हुन्छ, उपलब्धता हुन्छ भन्ने कुरा लेख्नु होला है। अर्ग्यानिक म्याटर इन सोइल इज इम्पोर्टेन्ट बिकज, किन हो भन्दाखेरि यसले त वाटर होल्डिङ क्यापासिटीदेखि लिएर सोइलको स्ट्रक्चर्सलाई नै यसले त राम्रो गराउँछ नि त हैन। इट इम्प्रुभ सोइल स्ट्रक्चर एन्ड वाटर होल्डिङ क्यापासिटी, जैविक पदार्थले माटोको संरचना सुधार्छ, पानीको धारण गर्ने क्षमता बढाउँछ, पोषक तत्त्वहरु प्रदान गर्छ, माटोको जीवाणु जुन गतिविधि बढाउँछ र माटोको क्षयीकरण जुन यो लाई चाहिँ रोक्छ, माटो उर्वरता चाहिँ कायम राख्छ हैन। यो राख्नको लागि कम्तीमा पनि 2 देखि 3% जैविक पदार्थ अर्ग्यानिक माटर आवश्यकता हुन्छ भन्छ। 5% भएको त झन् राम्रो भयो, तपाईहरुलाई थाहा छ। व्हिच अफ द फलोइङ इज नट अ माइक्रोन्युट्रिएन्ट फर प्लान्ट्स है, तलको मध्ये कुनै सूक्ष्म पोषक तत्व होइन भन्छ। पोटासियम होइन, किन एनपीके भनेको त प्राइमरी न्युट्रिएन्ट्सहरु हो नि त हैन, तपाईहरुलाई थाहा छ। पोटासियम भनेको त प्राइमरी म्याक्रोन्युट्रिएन्ट हो चाहिँ, हेर्नु होला सूक्ष्म पोषक तत्वहरु। What is the main cause of soil erosion of Nepal? नेपालमा यो सोइल इरोजनको मेन कज के हो भन्दाखेरि चाहिँ स्टीप स्लोप्स, डिफोरेस्टेसन एन्ड इम्प्रोपर फार्मिङ प्र्याक्टिसेस हो है, ख्याल गर्नु होला। र यो हिन्ट पनि पढ्नु होला। व्हाट इज भर्मी कम्पोस्टिङ है, व्हाट इज भर्मी कम्पोस्टिङ भन्छ कम्पोस्टिङ युजिङ अर्थहोम्स इज कल्ड भर्मी कम्पोस्टिङ है। गणेउलालाई युज गर्नु नै जस्तै गणेउलाले भर्मी कम्पोस्ट जुन कम्पोस्टको चाहिँ मेन सोर्स हो भन्ने कुरा तपाईहरुले अलरेडी थाहा छ। अब कहिलेकाहीँ तपाईहरुले गणेउलाकै साइन्टिफिक नेम जुन त्यो फेरेटेमा बस्तोमा त्यो पनि सोध्न सक्छ, ख्याल गर्नु होला। तपाईले के चाहिँ गर्नु होला भन्दाखेरि चाहिँ गणेउला पनि सबै गणेउलाको भर्मी कम्पोस्टहरु चाहिँ हामीबाट चाहिँ भर्मी कम्पोस्ट हामीले बनाउँदैनौँ, ख्याल गर्नु होला। फेरेटेमा बस्तोमा जुन यो अर्थमको पनि एउटा निश्चित एउटा चाहिँ टाइप छ हैन, त्यो टाइपलाई नै हामीले चाहिँ यो भर्मी कम्पोस्टको रूपमा चाहिँ बनाउनको लागि चाहिँ युज गर्छौं। कसैलाई पनि त्यो टाइप याद छ भने प्लिज कमेन्ट गर्नु होला, अरु साथीहरुले पनि थाहा पाउन चाहिँ हेल्प हुन्छ है त। र आजको अन्तिम प्रश्न, व्हिच अफ द फलोइङ इज अ सस्टेनेबल सोइल म्यानेजमेन्ट प्र्याक्टिस भन्छ हैन। यो भनेको क्रप रोटेसन एन्ड कभर क्रपिङ हो है। क्रप रोटेसन एन्ड कभर क्रपिङ नै हो। र बाली चक्र जुन क्रप रोटेसन र छोपनी बाली भन्छ कभर क्रपिङ हैन। दिगो माटो व्यवस्थापनको महत्त्वपूर्ण अभ्यास हुन्। यसले माटोको उर्वरता कायम राख्छ, कीट तथा रोगको चक्र तोड्छ, माटोको संरचना सुधार्छ र माटोको क्षयीकरण रोक्छ। 4R सिद्धान्तलाई चाहिँ राइट सोर्स, राइट रेट, राइट टाइम एन्ड राइट प्लेस पनि दिगो मल व्यवस्थापनको महत्त्वपूर्ण अभ्यास हो। र यो पोइन्टलाई तपाईले जुन 4R मैले अभ्यास भने यसलाई चाहिँ तपाईले थ्योरीमा मिसाउनु पर्छ है। यस्ता यस्ता टर्म्सहरु तपाईले थ्योरीमा मिसाउनु भने तपाईको थ्योरीको मार्क्स धेरै आउँछ। अनि अर्को कुरा तपाईले भन्न चाहन्छु, तपाईहरुले जबसम्म कृषि तयारी गर्ने साथीभाइहरुले फर्स्ट पेपरमा एकदम उल्लेखनीय दक्षता हासिल गर्नुहुन्न तबसम्म तपाईलाई नाम निकाल्न गाह्रो पर्छ, किनभने रिटनमा सबैको लेखाइ चाहिँ एकनासको हुन सक्छ। तर तपाईहरुले उछिन्ने जित्ने कम्पिटिटिभ एक्जाम हो, यो त र्याङ्किङको कुरा हुन्छ, न मार्क्स हो भन्दा पनि यसमा चाहिँ तपाईहरुले फर्स्ट पेपरलाई राम्रो गर्नुपर्छ। र पक्कै पनि हाम्रो यो च्यानलले फर्स्ट पेपरको एउटा चाहिँ बेस लेभलको देखि चाहिँ एडभान्स लेभलका क्वेशन्सहरु चाहिँ
छोएको छ। तपाईँले यो च्यानलबाट चाहिँ विस्तृत रूपमा चाहिँ ज्ञान नलेज प्राप्त गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।